साथीहरू, किस्ट अस्पतालको कतिसम्मको दादागिरी हेर्नुहोस्। मीना राईको नर्मल डेलिभरी भएको थियो, तर उच्च रक्तचाप भएको भन्दै सम्बन्धित परिवारलाई बिना जानकारी अपरेसन गरेर अकालमै चेलीको निधन भएको छ र पीडित परिवारले अस्पताल प्रशासनसँग जाँचै माग राखेर वार्ताको माग गर्दा पनि पुलिस प्रशासन प्रयोग गरी उल्टै उनीहरूमाथि दमन भएको छ। अहिलेसम्म पनि वार्ता नभएकाले उनीहरूको माग राख्न शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय भएकाले सम्पूर्ण मित्रजन, आफन्तजन, पत्रकार मित्रहरू लगायत अन्यायको विरुद्ध उनीहरूसँग जोडिन त्यो हत्यारा किस्ट अस्पतालमा उपस्थित भई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। साथीहरू, हामीलाई प्राप्त जानकारी अनुसार यो सहित 9 जनाको यसरी नै अस्पतालको लापरवाहीले मृत्यु भइसकेको छ र सबै घटनाहरू दबाइएको छ। साथीहरू, के थाहा भोलि तपाईहरूको परिवारमा पनि यस्तै पीडा पर्ने पो हो कि? साथीहरू, तपाईहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र छेउमा रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला।